Hello and namaste and welcome back to my YouTube channel. So यदि तपाईँहरू च्यानल बनायो भने चाहिँ लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला र यो भिडियो एकदमै इम्पोर्टेन्ट छ बिकज हैन यो भिडियोमा चाहिँ तपाईँहरूलाई मैले यस्तो इन्ट्रेस्टिङ टेक्निक र हुन्छ नि उपाय बताउँदैछु जुनले चाहिँ तपाईँको लाइफ कोरियामा एकदमै इजी हुनेछ है। अल्दो तपाईँलाई कोरियन ल्याङ्ग्वेज आउँदैन हैन त्यही पनि तपाईँलाई राम्रो जब गर्नु छ र राम्रो ठाउँमा चाहिँ हायर्ड हुनु छ भने चाहिँ यो भिडियो तपाईँको लागि हुनसक्छ। र यदि तपाईँ साउथ कोरिया भर्खर नयाँ आउँदै हुनुहुन्छ हैन सो इफ यु आर कमिङ विदाउट कोरियन ल्याङ्ग्वेज हैन फ्रम योर कन्ट्री टु साउथ कोरिया सो हाउ टु गेट सक्सेस हैन इन इन्टरभ्युज लाइक तपाईँले आफूलाई कसरी चाहिँ सक्सेस बनाउन सक्नुहुन्छ कुनै पनि इन्टरभ्यूमा विदाउट कोरियन ल्याङ्ग्वेज है छ। सो यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला र प्लिज 1000K चाहिँ पुऱ्याउन नभुल्नु होला। लाइक इट्स अलमोस्ट हैन हामी पुग्नै आँटेको छौँ। सो लेट्स मेक इट 1000K है त। ल है त आजको भिडियोमा चाहिँ तपाईँलाई म भन्न गइरहेको कुरा के हो भन्दाखेरि कुनै पनि यहाँ साउथ कोरियामा अब जस्तो कोरियन ल्याङ्ग्वेज इज रियली नेसेसरी फर द फरेनर्स हु आर इन साउथ कोरिया हैन टु गेट अ जब अर एनिथिङ एल्स हैन लाइक जहाँ गए पनि लाइक हाङ्गुमाल इज सो मच इम्पोर्टेन्ट हैन। सो त्यसको लागि चाहिँ अब तपाईँहरूलाई म एउटा टेक्निक सिकाउँदैछु हैन वेन यु आर गोइङ फर अ इन्टरभ्यू हैन लाइक अब कुनै कोरियनले तपाईँको इन्टरभ्यू लिँदैछ त कामको लागि हैन। सो त्यतिखेर चाहिँ तपाईँले कसरी सजिलै उसलाई चाहिँ हुन्छ नि सजिलै त्यसलाई चाहिँ पास गर्न सक्नुहुन्छ तपाईँ कसरी चाहिँ इन्टरभ्यूमा चाहिँ सिलेक्ट हुन सक्नुहुन्छ भन्ने कुरा चाहिँ हो। सो म चाहिँ के भन्छु भने हैन मैले मेरो एक्सपिरियन्स र सबै कुराहरू मैले अहिले जति पनि यो मेरो च्यानलमा सेयर गरेको छु मेरो एक्सपिरियन्सले र मेरो चाहिँ मैले भोगेको कुराहरूदेखि लिएर र मैले चाहिँ आफैले जुन टेक्निकहरू युज गरेको हुन्छु त्यो सबै एक्सप्लेन गरिराखेको हुन्छु। र तपाईँहरू अब नयाँ नेपालबाट आइराख्नु भएको छ भने चाहिँ प्लिज मलाई इन्स्टाग्राम फेसबुकमा फलो गरेर तपाईँहरूले जे कुरा तपाईँहरूलाई केही डाउट छ भने मलाई मजाले सोध्न सक्नुहुन्छ कल पनि गर्न सक्नुहुन्छ। सो नो म्याटर एन्ड इट्स फ्री अफ कस्ट। सो त्यो पनि एकचोटि ट्राई गर्नु होला है त। सो लेट्स ब्याक इन्टु टपिक है। सो अब कुनै पनि कोरियनको इन्टरभ्यूमा तपाईँ जानुभयो अभियसली होइन अब एक त ल्याङ्ग्वेज आउँदैन तपाईँहरू नर्भस हुनुहुन्छ होइन र तपाईँहरूलाई कुनै पनि किवर्ड्सहरू यताउति थाहा हुँदैन है। सो म चाहिँ फर्स्ट अफ अल तपाईँहरूलाई के भन्छु भने साउथ कोरियामा चाहिँ तपाईँको लुक्सले अलमोस्ट 100% म्याटर गर्छ क्या। सो साउथ कोरियामा कहीँ पनि जाँदाखेरि अब हामी नेपालबाट आएको हुन्छौँ कतिले अब एकदम कपाल सपाल लामो पालेको हुन्छौँ होइन अब दाढी साडी राख्ने त्यो हुन्छ होइन। आई नो यु आर हिरो इन योर कन्ट्री होइन यु आर लाइक हुन्छ नि यु आर ह्यान्डसम गाई होइन। सो द्याट डजन्ट म्याटर इन साउथ कोरिया यु मस्ट बी क्लिन सेप एन्ड लाइक हुन्छ नि चट्ट हेयर कटहरू काटेर टक्क तपाईँहरू चाहिँ रेडी भएर अलिकति हुन्छ नि लाइक एउटा चाहिँ मेन प्रब्लम भनेको हाम्रो लाइक होइन फरेनर्सको त्यो पनि मैले देखेँ है। सो इन्टरभ्यूमा जाँदाखेरि जहिले पनि क्लिन एन्ड कट भएर जानु पऱ्यो तपाईँहरू त्यसले पनि तपाईँलाई चाहिँ लाइक अभियसली तिनीहरूलाई डाउटमा राख्छ कि मतलब सम हाउ हि इज लुकिङ गुड सी इज लुकिङ ब्युटिफुल होइन। सो त्यसले गर्दाखेरि चाहिँ उनीहरूले तपाईँहरूसँग हाँस्न रुचाउन अलिकति बोल्न खोज्छ। सो त्यसरी चाहिँ तपाईँले त्यो अपर्च्युनिटीलाई पनि त्यो एउटा पर्सनल पोइन्ट हो होइन जुन चाहिँ मैले त्यसरी नै गरिरहेको छु बिकज टिल नाउ आई एम होइन स्ट्रगलिङ फर कोरियन ल्याङ्ग्वेज होइन त्यो मेरो अहिलेको प्रब्लम त्यही नै हो। एन्ड तपाईँहरूको पनि त्यो हुन्छ D2मा आउनेहरूको नर्मली त्यो जोसँग नि भइराखेको एक्सपिरियन्स हो मैले भनेको। एन्ड अर्को भनेको तपाईँ अब रेस्टुरेन्टको काममा गइराख्नु भएको छ सो रेस्टुरेन्टको कामको इन्टरभ्यूमा जाँदाखेरि चाहिँ बेसिक कुराहरू हुन्छ नि अब मान्दु भनेको के हो अब खाल्बी भनेको के हो होइन यसो कुराहरू जस्तो किचुक्सा भनेको के हो होइन खाल भनेको के नर्मल टर्म्सहरू 2-4वटा चाहिँ पढेर जानु होला र तपाईँको नाम भन्न चाहिँ तपाईँलाई आउनुपर्छ एन्ड तपाईँको एज भन्न तपाईँलाई आउनुपर्छ होइन। सो यो बेसिक टर्म्सहरू चाहिँ एक दिन तपाईँले युट्युबबाट हेरेर 5-10 मिनटमा आई थिङ्क मोस्ट अफ यु क्यान डु दिस होइन। सो यो बेसिक्स कुराहरू तपाईँले फलो गर्न सक्नुहुन्छ। र अर्को भनेको यहाँ कोरियनसँग इन्टरभ्यूमा बस्दाखेरि चाहिँ अलिकति सकभर आई कन्ट्याक्ट अलिकति राख्नु होला र अलिकति डिस्टेन्स राखेर अनि बोल्दाखेरि चाहिँ धेरै लडबडिएर नबोल्नु होला र सकेसम्म उनीहरूको कुरा सुन्नु होला। कुरा धेरै सुन्यो भने चाहिँ उनीहरूले के भन्छ भने यसले चाहिँ काम गर्न सक्छ होला लाइक हुन्छ नि उनीहरूलाई त्यो खालको फिलिङ आउँछ क्या। लाइक मेरो लिटरली त्यो मेरो एक्सपिरियन्स हो होइन लाइक मैले 1-2 ठाउँमा इन्टरभ्यू दिँदाखेरि चाहिँ मैले पनि रिजेक्सन खाएको छु होइन बट नर्मल्ली चाहिँ त्यो सिलेक्ट हुने एउटा तरिका हो कि उनीहरूलाई चाहिँ अलिकति आई कन्ट्याक्ट राखेर अलिकति स्माइल दिइराख्ने होइन अब हुन्छ नि ढुस्स परेर बसेर चाहिँ तपाईँहरूलाई चाहिँ तिनीहरूले सिलेक्ट गर्दैन। सो यो पनि एउटा पोइन्ट हो। सो दिस 3 पोइन्ट्स आर द मेजर पोइन्ट्स होइन वाइ फरेनर्स आर नट सिलेक्टेड। सो यो 3टा कुरामा तपाईँले काम गर्नुभयो भने तपाईँले चाहिँ विदाउट ल्याङ्ग्वेज अल्सो आई थिङ्क मोस्ट अफ you can get a job in South Korea. So this is the easiest way I have told you guys and so if you want more information so please get connected with me and bye bye see you in next video.